पछि त सकिगयो नि। उठिसके माते सुतिरा छ उठे भन्छ छिटो उठ। उठिसकेका छु त कतिचोटि उठ्ने हो के हैन के भन्छ यो खाटमा मज्जाले सुतिरा छ उठे भन्छ कहाँबाट उठिस् त? ए हाम्रो क्षेत्र नम्बर 2 बाट उठिसके त म। हाम्रो क्षेत्र नम्बर 2 बाट स्वतन्त्र? यस। अब म स्वतन्त्रमा उठिसकेपछि किन तपाईँ उठिरा बस्नु न। म पनि यही क्षेत्र नम्बर 2 बाट उठेकी छु। अब बस्ने कुरा आउँदैन। तपाईँ पनि उठेको रे? झन् म यहाँ उठिरहेको छु, तपाईँ कहाँ उठिरहेको? एउटै घरबाट 2 जनाले उम्मेदवारी दिन्छन् त, तपाईँ उम्मेदवारी फिर्ता लिनु। लिएको ल्यायो उम्मेदवारी फिर्ता। स्वतन्त्रबाट उठेपछि जितिहालिन्छ के अरे? किन लिने फिर्ता? यसपालि त सांसद बन्ने हो। सालाला पानी बागेर गयो, दुई खोली दोबाना ये होइ कार्तिके कुकुर जत्तिकै लखर 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 सात गाउँ डुलेर घर आइपुग्यो होइन त। यसो काम गर्नुपर्छ उठम गर्नुपर्छ भन्ने चाहिँ कहिले आउँछ तेरो दिमागमा? पुरा गर्छौ तिमी। छोरो यहाँ चुनावमा उठ्नलाई उम्मेदवारी दिएर आइसक्यो, यही क्षेत्र नम्बर 2 बाट उठ्ने भयो नि त म। भन के भन्छ कके? उम्मेदवारी दिस रे स्वतन्त्रमा? स्वतन्त्रबाट। ए होइ हाम्रो क्षेत्रको स्वतन्त्र उम्मेदवार त लु गरिछस् र गरिछस् के त भन्दाखेरि आइरमा हो नि त। स्वतन्त्र उम्मेदवार भनेपछि त कन्फर्मै जितिस्। अहिले त स्वतन्त्रबाट उठ्यो कि जितिहाल्ने माहौल छ। जितिस् र जितिस्, कन्फर्मै जितिस्। ककेले सांसद पड्कायो यसपालि। मक्सिर 4 गते हुन गइरहेको प्रतिनिधि सभा हेर साथी, अस्ति भर्खर मात्रै पिच गरेको यो बाटो अहिले सबै उकिसक्यो। अब बजेटको आधी पैसा ठेराले नै खाइहाल्छ। अब राम्रो पिच गरेको टिका हुन्छ। यस्तो कन्सल्ट पिच गर्ने ठेकदारलाई त लाइसेन्स खारेज गरेर जन्म कैद हालिदिनु पर्छ, अनि बल्ल राम्रो काम गर्छन्। कस्तो राम्रो विचार दाइ तपाईँको। ठ्याक्कै यस्तै सोच भएको मान्छे हो त हाम्रो क्षेत्रमा चाहिएको। बरु तपाईँ यसपालिको चुनावमा उठ्नुहोस् चाहिँ। हो त उठ्दिउँ त। उठ्नु न दाइ उठ्नु। तपाईँ जस्तो यति राम्रो विचार भएको मान्छे उठ्नुभयो भने त हामी लागि परेर पनि जिताइहाल्छौँ नि दाइ। उठ्नुहोस् दाइ तपाईँ। ओके म उठे। यही हो निर्वाचन कार्यालयको अफिस। हजुर के काम थियो होला? नमस्ते सर, उम्मेदवारी दिन आएको। कुन पार्टीबाट होला? खासमा म चाहिँ सिन्धुलीको शीतल पार्टीबाट हो। पछि बसाइ सरेर काभ्रेको जयसिडी झरेको। त्यसो भने होइन कि तपाईँ कुन राजनैतिक पार्टीबाट चाहिँ उम्मेदवारी दर्ता गर्न आउनु भएको भने कि? एकछिन है सर। तर बुवाले दाइको सोच चाहिँ यार लास्ट दामी क्या हो। यस्तै युवालाई हो क्या हामीले जिताउने हो। बले दाइ के फोन आयो? हजुर दाइ। ओइ लकान्त्री सुन त, कुन पार्टीबाट दिने हो मैले उम्मेदवारी? पार्टीबाट होइन क्या दाइ, स्वतन्त्रबाट उठ्नुहोस् भनेको। ए स्वतन्त्र? ओके ओके, मैले उम्मेदवारी दिएँ, म उठे।
स्वतन्त्रबाट रहेछ सर। ए स्वतन्त्र कुन क्षेत्रबाट उठ्नु भएको? आफ्नै क्षेत्र, अर्काको क्षेत्रमा गएर किन उठ्नु? आफ्नै क्षेत्रबाट उठ्ने हो नि। त्यही त, तपाईँको कुन क्षेत्र हो? कति नम्बर क्षेत्र हो? एकछिन है। हजुर बले दाई। ओइ लकान्ते, सुन त, कुन क्षेत्रबाट दिने हो मैले उम्मेदवारी? हाम्रै क्षेत्र के दाई, क्षेत्र नम्बर 2 बाट। ए ओके ओके, मैले उम्मेदवारी दिए, म उठे। सर, हाम्रै क्षेत्र रहेछ, क्षेत्र नम्बर 2। क्षेत्र नम्बर 2 त हो। कुन जिल्लाको क्षेत्र नम्बर 2? एकछिन है। ओइ लकान्ती, सुन त, कुन जिल्लाको क्षेत्र नम्बर 2 बाट उठ्ने रे म? ए दाई, बरु तपाईँ नउठ्नुहोस् क्या। हाम्रै जिल्ला के दाई, काभ्रे जिल्ला क्षेत्र नम्बर 2 बाट। ए ओके ओके, मैले उम्मेदवारी दिए, म उठे। काभ्रेको क्षेत्र नम्बर 2 बाट रहेछ सर। अनि तपाईँलाई कुन जिल्ला कुन क्षेत्र केही थाहा रहन्छ? तपाईँले चुनाव जित्नुहुन्छ त? मजाले 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 जितिन्छ। गाउँकै चिया पसलमा 3-4 जना केटाहरूलाई मेरो भिजन मन परेको छ, मजाले जितिन्छ। बरु ढिला नगरौँ, उम्मेदवारी दिइहालौँ त। ल ल, तपाईँलाई जितको अग्रिम शुभकामना। उम्मेदवारी दर्ताको लागि मतदाता परिचय पत्र चाहिन्छ। खैदिनुहोस् त तपाईँको मतदाता परिचय पत्र। मतदाता परिचय पत्र। सर एकैछिन है। दाई फेरि के भयो दाई? ए लगान्ते, सुन त, यहाँ त मतदाता परिचय पत्र पो माग्छ त। के हो त्यो भनेको? नरिसाउनुहोस् है दाई, बेकारमा तपाईँलाई हामीले उठ्नुहोस् भनिहालिएछ, गल्ती हाम्रै हो। प्लिज दाई तपाईँ नउठ्नुहोस् है। उम्मेदवारलाई उम्मेदवारको मतदाता परिचय पत्र त चाहिहाल्छ नि दाई। ए ओके ओके, मैले उम्मेदवारी दिए, म उठे। ओके, सुन्न, यसपालिको चुनावमा म स्वतन्त्रबाट उठेको छु। अब मेरो नजिकको र विश्वासिलो मान्छे भनेको तँई हो। मलाई जिताउनका लागि तँ खटिनु पर्यो यार। त्यो त हो, तर यसपालि स्वतन्त्रबाट म आफै उठ्या छु। तेरो लागि कसरी खटिने खै? तँ पनि उठिसकेको मेरो भाइ। ओके, तँ नउठ्न के। यो पालिको चुनावमा मलाई सघा, अर्को पालि म तँलाई सपोर्ट गर्छु। बरु तँ चाहिँ नउठ्नु यसपालि। स्वतन्त्रको यस्तो राम्रो माहौल भएको बेलामा म त उठ्ने हो। मलाई बाउले पनि स्वतन्त्रबाट उठिन्छ, स्योर जितिस यसपालि सांसद पड्काइस् भनिसकेका छन्। उम्मेदवारी फिर्ता हुँदैन, म त उठ्ने हो। बाबु र मेरो मतदाता परिचय पत्र कता छ? निकालिदेऊ त, मलाई चाहिने भयो। ए हो, मतदाता परिचय पत्र पो चाहिने भयो तँलाई? ठिकै छ नि त। तर बले तेरो त मतदाता परिचय पत्र बनाएकै पो छैन त। ए आमा हो, बनाएकै पो छैन। म यहाँ स्वतन्त्रबाट चुनाव उठ्ने भए, त्यसका लागि मतदाता परिचय पत्र चाहिने भयो। अब बनाइहाल्नु पर्यो बाबु। ए हो, ठिकै छ नि त। तर तेरो मैले भोट हाल्यो भने जम्मा जम्मी आउने 1 भोट हो, त्यो पनि स्वतन्त्रबाट म आफै उठौँ कि भनेर सोचिरहेको छु। भो दुःख नगर बले। त्यहाँ चिया पसलमा 3-4 जनाले मेरो भिजन लास्टै मन पराछन् के बाबुहरू, त्यही भएर म त उठ्नै पर्ने भएको छ। ए हो, 3-4 जनाले नै पो मन पराएको छन् तेरो भिजन? ठिकै छ नि त। त्यसो भए त उठ्नै पर्छ नि। हिँड जाउँ मतदाता परिचय पत्र बनाउन कि कासो? सकिगयो नि। अब यो छलफल राख्नुको अर्थ चाहिँ के हो भन्दा,
जिन्दगीमा धेरै दुःख कष्ट सङ्घर्ष पनि गरियो, धेरै अनुभव पनि प्राप्त भयो। त्यही भएर यसपालिको यो प्रतिनिधि सभाको चुनावमा चाहिँ मैले प्रत्यक्षबाट उम्मेदवारी दिने पो निर्णय गरेँ त। यसो गर्दा के होला, ठिकै त होला नि, होइन? यो छलफल अगाडि बढ्नुभन्दा पहिला म मन खोलेर एकचोटि हाँस्छु है त। चुप लाग त, काकाले ठिकै त कुरा भने नि। तँलाई चाहिँ हाम्रो च्याति हाल्नुपर्छ। उठा बुढा उठा, स्वतन्त्रमा उठा। यी जस्ता बुढाले देश बिगारे, राम्रोसँग काम गर्न सकेनन् भनेर नै नयाँ जोस जाँगर भएका युवाहरू स्वतन्त्र उम्मेदवार बनेका हुन्। अब तिमी जस्तो 70 वर्ष पुगेका बुढाले म स्वतन्त्र उम्मेदवार हुँ भन्दैमा कसले हाल्छ भोट? युवा हुनु पर्यो नि चुनाव जित्नको लागि त। ए भनेपछि चुनाव जित्नलाई उम्मेदवार युवा हुनु पर्यो, होइन त? अनि सचिवज्यू नमस्कार। नमस्कार नमस्कार। बस्नु छ। के कति कामले आउनुभयो? सचिवज्यू, यो मेरो छोरो बलेको मतदाता परिचय पत्र बनाउनु पर्यो। लौ त। ए मतदाता परिचय पत्र नै बनाउनु भएको छैन? खोइ नागरिकता दिनुहोस् त। नागरिकता? यसको त नागरिकता नै पो बनाएको छैन त सचिवज्यू। ए छोरो यत्रो भइसक्यो अहिलेसम्म नागरिकता बनाउनु भएको छैन? मतदाता परिचय पत्र बनाउनलाई नागरिकता नभई हुँदैन। त्यसैले के गर्नुहोस् भने तपाईँको नागरिकता र भाइको 2 प्रति फोटो लिएर आउनुहोस्। म एउटा सिफारिस लेखिदिन्छु, अनि त्यो सिफारिस लगेर जिल्ला प्रशासन कार्यालयमा नागरिकता बनाउनुहोस्। अनि त्यो नागरिकता लिएर यहाँ आउनुहोस्, अनि म मतदाता परिचय पत्र बनाइदिन्छु। हुन्छ। स्वतन्त्रबाट उम्मेदवारी दिइहाल्नु पर्ने थियो। नागरिकता नभएर खत्तम भयो नि बाबु र। भले कता नागरिकता बनाउनतिर लाग्नु भो? अब नउस् त। के कसो? हुँदैन बाबु र, हुँदैन। चिया पसलमा 3-4 जना केटाहरूले मेरो भिजन मन पराएर तपाईँ त उठ्नै पर्छ भनेका छन्। म त उठ्नै पर्छ। ए हो त है, 3-4 जनाले नै पो तेरो भिजन मन पराएका छन् त है। हो त उठ्नै पर्छ। नागरिकता त बनाउने हो। के गर्दै हो स्वतन्त्रज्यू? चुनावी प्लानिङ गर्दै डाटा निकाल्दैछु। दिन रात सोलमारीमा बास हुनेहरू चुनावमा उठ्छन्। यस्ताले कसरी समाजको विकास गर्छन्? खुर्कन उम्मेदवारी फिर्ता लिएर मलाई सहयोग गर। सबैको आफ्नो पर्सनल लाइफ हुन्छ माते। म के खान्छु, कति खान्छु, कसरी खान्छु भन्ने कुरासँग राजनीति जोडी आउँदैन। हाम्रो क्षेत्रको विकास कसरी गर्नुपर्छ मसँग क्लियर भिजन छ। मेरो उम्मेदवारी फिर्ता हुँदैन। द्याट्स इट। कसलाई खोज्नुभयो? नमस्कार, म स्वतन्त्र उम्मेदवार नरनारायण पाण्डे। म यही क्षेत्र नम्बर 2 को स्वतन्त्र उम्मेदवार। तपाईहरू सबैजनाले मलाई अत्यधिक मत दिएर जिताउनु हुन हार्दिक अनुरोध गर्दछु। चुनाव जित्नको लागि युवा उम्मेदवार हुनुपर्छ भन्नु जोइन्टेले, त्यही भएर गेटअप चेन हानिदिएको नि।
अब त मैले चुनाव जित्छु होला नि होइन? बरु अब चाहिँ नागरिकता बन्ने भयो है। सचिवज्यू नमस्कार। नमस्कार नमस्कार। बलेको 2 प्रति पासपोर्ट साइजको फोटो र मेरो नागरिकता लिएर हामी आइसक्यौँ। लु प्रोसेस अगाडि बढाइदिइहाल्नुहोस् त। ए रायना। हजुर सर। यता आउनुहोस् त। टोली जाँदा बनाएको नागरिकता रहेछ है? ल यो नागरिकता लिएर गएर उहाँको चाहिँ यो नागरिकताको सिफारिस फर्म भराएर लिएर आउँछ। हस् ल भित्र जानुहोस्। जाउँ। हुन्छ म्याम, उहाँको नागरिकताको सिफारिस बनाइदिनु है। खै तपाईँको फोटो र बुवाको नागरिकता दिनुहोस् त। यस, नागरिकताको सिफारिस पाइयो। अब नागरिकता बनाउने हो, मतदाता परिचय पत्र बनाउने हो, स्वतन्त्रबाट चुनाव उठ्ने हो। उठ्नुपर्छ त जतिको मान्छे। सकिगयो नि। अब यसो चुनाव प्रचार प्रसार पनि गर्नु पर्यो भाउ। अनि गाउँ घुमेर एक खालको माहौल बनाऊ भनेर हिँडेको। ए होइ भन त, स्वतन्त्र उम्मेदवार होइनस्? हो स्वतन्त्र हो। स्वतन्त्रलाई माहौल साहौल केही पनि बनाउनु पर्दैन। स्वतन्त्रबाट उठेपछि त्यत्तिकै जितिहाल्यो। त्यस्ता प्रचार प्रसार छोड्दे। एउटा कुरा के बुझ्यो भने त स्वतन्त्रबाट उठिस्, यसपालि सांसद पड्काइस्। हो है भाउ, स्वतन्त्रबाट उठेपछि जितिहालिन्छ। प्रचार प्रसार पनि खासै नगरौँ होला। त्यही त भन्दैछु त म। गाउँभरि दुनियाँका घर घर हिँडेर खुट्टा दुखाउनु भन्दा बरु आराम गर, सुत। हुन्छ भाउ, म सुत्छु। स्वतन्त्रबाट उठ्यो, यसपालि ककेले सांसद पड्कायो। अब चुनाव पनि नजिकै आयो। अब यसपालिको चुनावमा चाहिँ सोचेर भोट हाल्नुपर्छ नि। हुन्छ, अब पहिला सोचेर नहाल्न दुःख पाइयो, अनि सोचेर हालौँला। आमा नमस्कार। नमस्कार। तपाईँहरूलाई थाहा नै छ यसपालिको चुनावमा म स्वतन्त्रबाट उठेको छु। अब जनताको मन जितेपछि मात्रै चुनाव जितिन्छ। त्यही भएर म तपाईँहरूसँग छु। ल भन्नुहोस् त, हाम्रो क्षेत्र नम्बर 2 मा कृषकको समस्याहरू के छन्? किसानको त समस्यै समस्या छन् बाबु। समयमा बिउ पाइँदैन, अनि उचित मूल्य छैन। नेताहरूको कमिसन खेलले गर्दा आयातित सामानले बजार ओगटेको छ। त्यति मात्रै हो र बाबु? हामीले उत्पादन गरेको सामान सबै बारीमै कुहिने अवस्था छ। हाम्रो खाद्यान्न बेचे पनि मलको भाउ उठ्दैन बाबु। यसरी हामी सबै कृषकलाई राखेर कृषकको समस्याको बारेमा समस्या बुझिदिने पहिलो उम्मेदवार तपाईँ हो बाबु। अरू नेता त हाम्रो समस्या सोध्दा पनि सोध्दैनन्, खाली भोट देऊ मात्रै भन्छन्। हामीलाई चाहिएको त तपाईँ जस्तै मान्छे हो बाबु। नमस्कार। यसपालिको चुनावमा म चाहिँ युवा स्वतन्त्र उम्मेदवार। मैले स्वतन्त्रबाट उम्मेदवारी दिएको छु। अब बुढा नेताहरूको काम छैन। म जस्तो युवा जोस जाँगर भएको, देश प्रेमले ओतपोत भएको, स्पष्ट भिजनबाट मात्रै यो देशको काँचुली फेर्न सकिन्छ भनेर मैले स्वतन्त्रमा उम्मेदवारी दिएको। त्यही भएर मलाई अत्यधिक बहुमतले विजयी गराइदिनु होला ढटुरेजी।
के सुन्नु पर्यो यी कानले? त स्वतन्त्र उम्मेदवार बाघको छाला स्याललाई ओढाइदिएर स्याल कहिल्यै बाघ हुँदैन पाडे। तँ जस्तो फटाबाट कुनै आश गरिँदैन। यो नाटक बन्द गर। मतदाता परिचय पत्र आयो। लु स्वतन्त्रबाट उम्मेदवार ठोकिहालौँ त। ल तल 1 नम्बर कोठामा जानुहोस् अनि प्रक्रिया पुर्याएर उम्मेदवारको प्रमाणपत्र लिएर जानुहोस् है। लु फाइनली चुनावमा उठ्यो। ल खेलाडी साथीहरू भनौँ त हाम्रो यो 2 नम्बर क्षेत्रको खेलकुदलाई कसरी विकास गर्न सकिन्छ? खेलकुद भनेको देशलाई अन्तर्राष्ट्रिय रूपमा चिनाउने माध्यम हो। यसमा राज्यको कुनै लगानी नै छैन। हामीलाई एउटा राम्रो खेल्ने मैदान छैन। हामीलाई सेवा सुविधा कुनै पनि छैन। समस्या छन् हाम्रो क्षेत्रमा। मलाई जिताउनु भयो भने हरेक वडामा खेल मैदान बनाउने प्रतिबद्धता जनाउँदछु म। पहिलोपल्ट कुनै उम्मेदवारले हाम्रो समस्याको बारेमा सोधेको छ। तपाईँ जस्तो मान्छे हामीलाई चाहिएको। यसपालिको भोट तपाईँलाई। अनि कस्तो छ त गाउँमा स्वतन्त्र उम्मेदवारको माहौल? अब तिमीहरूलाई मैले के ढाँट्नु? माहौल राम्रो छ मेरो। आजै म 2-4 ठाउँ डुलेँ। सबैजनाले यसपालि त तपाईँ स्वतन्त्रबाट उठ्नु भएछ, यसपालिको भोट चाहिँ तपाईँलाई नै दिने हो है भने मलाई। झन् त्यो धतुरेले त भाँडे तँ ब्याक हुने होइन है, तँलाई मेरो फुल सपोर्ट छ भनिरहेछ। भाँडे दिउँसो म काममा बिजी भएकाले खासै कुरा गर्न पाइन, त्यही भएर म यहाँ आएको। ल अनि बच्चा के छ नयाँ माहौल? तँ जस्तो फटा र लिचर पनि स्वतन्त्र उम्मेदवार बनेर उठिस् भने अरू राम्रा विचार भएका स्वतन्त्रहरूको बेइज्जत हुन्छ। ठाउँ न ठहर बुढी गर्थे रहर भनेको जस्तो तैँले स्वतन्त्रको रहर नगरेकै राम्रो। यति भन्न आएको मु हिँडे। माहौल त धेरै राम्रो रहेछ नि स्वतन्त्र उम्मेदवारज्यूको। अब म एकचोटि फेरि दिल खोलेर हाँस्छु है त। चुप्ला जाऊ न, स्वतन्त्र उम्मेदवारको मोरालै डाउन गर्छ है। ए चन्द्रु, अब तिमीलाई अन्तिम पटक म सोध्दैछु है, नढाँचिकन भन त म उठ्नु कि नउठ्नु? अब सुत्ने बेला के उठ्छौ? सुत। टाउको फुट्ने भयो मेरो। श्रीमती चाहिँ भोटाउँदैन जस्तो छ। सकिगयो नि। चुनाव पनि आउन लाग्यो। यसचोटि भोट कसलाई दिने होला त? गाउँलेहरू कसलाई भोट दिने भन्छन् बुझ्न पाए हुन्थ्यो। ए सुजाने, यहाँ आइज त बा। किन बढी बा? अब एउटा काम पर्यो हेर्न, म बुढो मान्छे, कसका कसका घरमा जानु, फोन पनि कसलाई कसलाई गर्नु। तैँले ती मेरा ज्वाइँ पाँडे, धतुरे, कुपिका बाउ सितेबा अनि त्यो बले, कक्रो, जिग्री लगायत सम्पूर्ण गाउँलेहरूलाई काकुको घरमा जानु पर्यो अरे, जरुरी छलफल छ अरे भनेर बोलाइदिन पर्यो। लु यति काम गरिदे त बा। हुन्छ बढी बा।
सुनौ है सबैजनाले, अब चुनाव पनि आउन लाग्यो। यसचोटिको चुनावमा हामी सबै गाउँलेहरू एकजुट भएर राम्रो उम्मेदवार छानेर एउटैलाई भोट दिनुपर्छ। हामीहरू बीचमा यो मेरो मान्छे त्यो मेरो मान्छे भनेर पटक्कै विभाजन हुनु हुँदैन। यो विषयमा तपाईहरुको के धारणा छ भनेर छलफल गर्नलाई नै आज मैले बोलाएको। ल यसो गरौँ न, ल यहीँबाटै सुरु गरौँ। तपाईँ भोट केलाई दिने हो? अब पहिलो नम्बरमा त यो मेरो हुलिया रे, यो झन्डा देख्दैमा थाहा पाउनु पर्ने हो तपाईहरुले। म आफै यो क्षेत्रबाट स्वतन्त्रमा उम्मेदवारी दिएको छु। मैले त के भन्नु अब, खै साथीहरूले के भन्छन् सुन्नु नि। ए अचम्म, तिमी आफै पो स्वतन्त्रबाट उठ्दैछौ? लु सकिएन अब। अनि ए रतुवा, तेरो चाहिँ यो विषयमा के भनाइ छ? मैले पनि यो क्षेत्रबाट स्वतन्त्र उम्मेदवारी दिएको छु। सबैको साथ सहयोगको अपेक्षा पनि गरेको छु। धन्यवाद। राम राम राम, त पनि उठेको? लु सकिएन है, सकिएन। अनि ए जगल्टे, तेरो चाहिँ भनाइ के छ यस विषयमा? म पनि स्वतन्त्रबाटै उठिसकेको छु त। कगल त जित्छ, सांसद पड्का यसले। ए गगे त जा त सुतिहाल। राम 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 राम, होइन यो म के सुन्दैछु? अनि ए माकुरी, तिमी चाहिँ? मैले त झन् सबैभन्दा पहिले दिएकी हुँ स्वतन्त्रमा उम्मेदवारी। राम 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 राम। अनि ए धतुरे, त उठ्या छैनस् होला नि त? उठिसकेको त छैन, तर स्वतन्त्रहरूको माहौल राम्रो छ भन्ने सुनेको छु। म पनि उठ्छु होला सायद। एउटै क्षेत्रबाट घरै पछि स्वतन्त्र उम्मेदवार, अझ कुनै कुनै घरबाट त एउटै घरबाट दुई जना स्वतन्त्र उम्मेदवार। हेर्नुहोस्, बुढा नेताहरूले राम्रो काम गर्न सकेनन्। केही युवाहरू स्वतन्त्रबाट आएका छन् र कसैले राम्रो काम पनि गरेका छन्। तर स्वतन्त्रबाट उठेपछि जितिहालिन्छ नि भनेर यसरी सबैजना स्वतन्त्रबाट उम्मेदवार उठ्ने हो भने कसैले पनि जित्दैन। अब म एउटा प्रस्ताव गर्छु, हाम्रो क्षेत्रबाट स्वतन्त्र उम्मेदवारको रूपमा उठ्ने सबै उम्मेदवारहरू बीचमा पहिले चुनाव गरौँ। जसलाई जनताले मत दिएर बहुमतको रूपमा विजयी गराउँछन् उसैलाई हाम्रो साझा स्वतन्त्र उम्मेदवारको रूपमा उठाउँ। होइन भने स्वतन्त्र उम्मेदवारको नाममा विकृति फैलिन्छ। ल हुन्छ कि हुँदैन? सांसद हो क्या त? सुतिहाल। स्वतन्त्र उम्मेदवारहरू बीच भएको चुनावमा जम्मा खसेको 50 भोट मध्ये 40 भोट ल्याएर जिग्री अविवाहित विजयी हुनुभएको छ र काकुको प्रस्ताव अनुसार यो क्षेत्र नम्बर 2 को स्वतन्त्र साझा उम्मेदवार जिग्री अविवाहित भएको घोषणा गर्दछु।
यो हेत तेरिका जिग्री भान्जाले चाहिँ सांसद पड्काउने भयो के त उठ्नुभन्दा सुतेकै राम्रो सुत। धन्यवाद सोल्टी। ल बधाई छ है बाबु। बधाई दिइराख्नु भएको छ तपाईँहरूले जिग्री बोरालाई। त्यो चाहिँ मलाई थाहा भएन। मलाई चाहिँ बधाई दिनु तपाईँहरू सबैजनाले। यो क्षेत्र नम्बर 2बाट म स्वतन्त्र उम्मेदवारमा उठे। ताली। त कहाँ थिइस् भाइ? हँसाइस् त हो तैँले। हँसाउन चाहिँ हँसा कि तर अलि ठिक्क हँसा के। स्वतन्त्र उम्मेदवारहरू नै धेरै भएर स्वतन्त्र उम्मेदवारहरू बिचमा चुनाव भएर म स्वतन्त्रहरूको साझा उम्मेदवार भइसकेँ। अब यो पालि मलाई भोट हाल्ने, अर्को पालि ट्राई गर्ने। मेरो भाइ गाईतुण्डे त धेरै टेन्सन नलि ल। बरु म तँलाई चुनाव जितेपछि बाटो खन्न लगाउँछु है। यो जित कसको? यो जित कसको? यो जित कसको? स्वतन्त्र नजुधौं, देश निर्माणमा सक्षम युवालाई अघि सारौं। गते हुन गइरहेको प्रतिनिधि सभाको निर्वाचनमा उम्मेदवारी दिनुभएका सबै उम्मेदवारहरूलाई शुभकामना।